वेलकम टू एनपीएल ladder गेम नम्बर 12। आज ट्यू ग्राउन्डमा चितवन राइनोज र विराटनगर किङ्स एकअर्काको आम्ने सामने हुनेछ। 3 खेलमा 3 जितिसकेको विराटनगर किङ्स र 2 मा 1 जितेको चितवन राइनोज एकअर्काको आम्ने सामने हुनेछ। पोइन्ट्स टेबल कुरा गर्नुहुन्छ भनेदेखि विराटनगर किङ्स 2 भन्नुपर्दा टप 2 मा छ भनेदेखि चितवन राइनोज 5 मा छ। विराटनगर किङ्सले पूर्वेली मैदानमा भन्दै काठमाडौँ पोखरा र जनकपुर बोल्ट्सलाई 3 मा 3 खेला आयो भनेदेखि चितवन राइनोजले लुम्बिनी लायन्ससँग हार्यो। त्यसमा अब अम्पायरको डिसिजनहरू पनि तिनीहरूको विपक्षमा गयो। अब अम्पायरले अब एक दुईटा डिसिजन गलत, हालाकि त्यो कुरा रोहित पौडेलले पछि आएर पनि होइन केही मिस्टेक डिसिजनहरू भएको छ भन्ने कुरा पनि गर्नु त भएको थियो, तर त्यो हार्ने भएको। चितवन राइनोजले कर्णाली याक्सलाई चाहिँ हराएको थियो, 1 खेल जितेको छ। अब यो दुईटै टिमको यदि कुरा गर्नुहुन्छ भनेदेखि मलाई दुईटै टिम ब्यालेन्स नै लाग्छ, दुईटै टिम स्ट्रङ नै छ। अब यसको किनभनेदेखि चितवन राइनोजको जुन फरेन र नेपाली प्लेयरको जुन मिक्सअप छ त्यो एकदमै राम्रो छ भने विराटनगर किङ्सको मलाई कुनै विकनेसेस नै लागिरहेको छ। हालाकि टप 3 कुनै दिन एक्सपोज भयो भनेदेखि त्यसपछि हेर्छु कि मिडल अर्डरले के गर्छ। तर बलिङ चाहिँ लास्ट स्ट्रङ छ। अब सन्दीप दाई त अब गोल्डन नाम भइ नै हाले, अब त्यो सँगसँगै प्रतीश जीसी अब अरू धेरै छन्। तर यदि प्लेइङ 11 को कुरा गर्नुहुन्छ भनेदेखि चितवन राइनोजको तर्फबाट मलाई लाग्छ डेभिड मलान, अर्जुन साउ, देव खनाल, कुशल मल्ल, रवि बोपरा, दीपक बोहरा, रिजन ढकाल, कमल सिंह ऐरे र सोहेल तन्वीर हुन्छ जस्तो मलाई लागिरहेको छ। तर म एउटा के हेर्न चाहन्छु भने व्यक्तिगत रूपमा म एउटा कुरा के हेर्न चाहन्छु भनेदेखि देव खनाल र डेभिड मलानलाई ओपन पठाएर रवि बोपरालाई 3 नम्बर पठाएर अनि त्यसपछि एन्डसोन गयो भनेदेखि राम्रो होला कि भन्ने किसिमको मलाई लागिरहेको छ प्लेइङ 11 मा। भने विराटनगर किङ्सको प्लेइङ 11 मा केही पनि चेन्जेस हुँदैन, कुनै चेन्ज गर्ने पनि छैन। म त इभन के सोचिरहेको छु भनेदेखि यो फ्याफ डुप्लेसी आयो भनेदेखि कहाँ खेलाउनु के तिनीहरूले फ्याफ डुप्लेसी मानु आइहाल्यो भनेदेखि कसको ठाउँमा खेलाउने भन्ने कुरा पनि छ। प्लेइङ 11 कुरा गर्नुहुन्छ लोकेश बाम, मार्टिन गप्टिल, जर्ज मुन्से, नरेन भट्ट, वसिर अहमद, शुभम रन्जाने, म्याथ्सन डिलान्डे, नारायण जोशी, सन्दीप लामिछाने, प्रतीश जेसी र सूर्य तामाङ। यो प्लेइङ 11 जस्तो छ, लगभग त्यसरी नै रहनेछ जस्तो लाग्छ मलाई। अब बलिङको कुरा गर्नुहुन्छ भनेदेखि चितवन राइनोजको तर्फबाट सोहेल तन्वीरले 4 ओभर, सैफ जेबले 4 ओभर, कुशल मल्ल 4, मलसिंह ऐरेले 4, त्यसपछि रवि बोपराले 2 र देव खनालले 2 ओभर एन्ड हाल्ला कि भन्ने मलाई लागिरहेको छ। भने अब विराटनगर किङ्सको तर्फबाट यदि कुरा गर्ने हो भनेदेखि सन्दीप लामिछानेको त 4 ओभर भइ नै हाल्यो। त्यसपछि हाम्रो नारायण भट्टको 3, प्रतीश जीसीको 3, सूर्य तामाङको 3, नारायण जोशी फास्ट बलर त युज नगर्ला, अब स्पिनरबाट ह्यान्डसोन बलर गराउन सक्छ जस्तो मलाई लागिरहेको छ। अब दुईटै टिम चाहिँ स्ट्रङ नै छ। म चाहिँ लगभग यसमा चाहिँ म भन्दिनँ कि यो टिमले जित्छ त्यो टिमले जित्छ, तर पनि प्रेडिक्सनै गर्नु पर्यो भनेदेखि म 51% अहिले पनि म विराटनगर किङ्सलाई नै ब्याक गर्छु र म चितवन राइनोजलाई 49% दिन्छु। 49 मलाई 50-50 हुन्छ, तर 49 किनभनेदेखि फर्ममा छ, पुरै एकदमै खतरनाक फर्ममा छ। हालाकि मलाई के लाग्छ भनेदेखि जुन टिमले ब्याटिङ पहिलो गर्छ त्यो टिमले जित्छ। यो मेरो एउटा प्रेडिक्सन हो कि जुन टिमले पहिलो ब्याटिङ गर्छ त्यो टिमले जित्छ कि भन्ने मलाई लागिरहेको छ। बाँकी तपाईँलाई के लाग्छ अनि तपाईँले कुन टिमलाई सपोर्ट गरिराख्नु भएको छ? लगलाले लगाउला कि अब राइनोजले अब हात मार्ला? त्यो चाहिँ अब तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला र फलो गर्न पनि नभुल्नु होला। धन्यवाद।